नमस्कार, म पवन। आज म छु रङ्गेली नगरपालिकामा, जहाँ श्रद्धा, संस्कृति र विश्वास एकै ठाउँमा मिसिएको छ। यो स्थान हो संसारी माई मन्दिर। चिसाङ खोलाको किनारमा रहेको यो मन्दिर रङ्गेलीको सबैभन्दा पुरानो धार्मिक स्थल मध्ये एक मानिन्छ। स्थानीयका अनुसार पहिले पूजा सालको रुखमुनि गरिएको थियो। त्यो रुख आज पनि यही उभिएको छ र माईको उपस्थितिको साक्षी बनेर। हरेक मंगलबार र शनिबार यहाँ भक्तजनहरूको घुइँचो लाग्छ। कोही स्वास्थ्य लाभको कामना गर्छन्, कोही सन्तान र कोही केवल मनको शान्ति खोज्दै आउँछन्। दिएको उज्यालो, धूपको गन्ध र घण्टीको ध्वनि सबै वातावरणलाई पवित्र बनाउँछ। स्थानीय महिला समूह र युवाहरूले मन्दिर संरक्षणमा सक्रिय भूमिका खेलिरहेका छन्। उनीहरू भन्छन्, यो केवल मन्दिर होइन, हाम्रो आस्थाको केन्द्र हो। विश्वासका यिनै धागोले बाँधिएको छ रङ्गेलीको आत्मा। संसारी माई मन्दिरले आज पनि हजारौं मनको आशाको उज्यालो बालिरहेको छ। सानी हो, म यही 2 वर्षदेखि यहाँ काम गरिरहेको छु। अनि पहिला चाहिँ यहाँ आउँदाखेरि पहिला म आरतीमा आउने गर्थेँ, बेलुका मात्र आउने गर्थेँ। केही भए यहाँ चिनजान भयो, त्यसपछि म काम गर्न थालेँ। काम गर्दाखेरि एकदम आनन्द आउँछ। यहाँ काम गर्दाखेरि आफूलाई पनि आनन्द फिल हुन्छ अनि धेरै मान्छेहरूसँग चिनजान पनि भइरहेको हुन्छ। त्यसपछि यहाँ दिन प्रतिदिन हजारौं लाखौं भक्तहरू, शनिबार त 10,000 भन्दा धेरै भक्तहरू आउने गर्नुहुन्छ। सन्तोष घिमिरे हो। म चाहिँ यहाँ लगभग अहिले 4 वर्षदेखि यो संसारी मन्दिरमा पुजारीको रूपमा, पण्डितको रूपमा यहाँ बसेर माताको सेवा गरिरहेको छु। अनि यो माताको विशेष गरेर यो ठाउँमा बलि प्रथाको चलन छ र यहाँ विशेष गरेर शनिबार धेरै भक्तजनको भिड हुन्छ। अरू दिन नभएको पनि 30, 35, 40देखि उभै बलि हुने गर्छ। र विशेष गरेर शनिबारको दिन कुनै दिन त तपाईँको 315, 16, 17देखि उभै पनि नागेर जान्छ। भक्तजनको भिड धेरै हुन्छ, 30,000, 35,000 भक्तजन आउनुहुन्छ। र भक्तजनले यहाँ आएर स्वच्छ मनले जे मागेर जानुहुन्छ मातासँग र उहाँको मनोकामना पुरा हुन्छ। र पुरा भए बापत मातालाई अब कसैले लड्डु भाकल गर्ने, कसैले अब 16 सिङ्गार चढाउँछु मातालाई भन्ने, कसैले पान सुपारी भन्ने, कसैले म माताको लागि म बलिनी चढाउँछु, छागर बलि गर्छु भन्ने। अब जो सक्छ मातालाई जो दिन सक्छ उसको मनको इच्छा जे हुन्छ त्यही दिने चलन छ। र यहाँ आएर मातालाई स्वच्छ मनले मनोकामना मागेर जानेलाई मनोकामना पुरा पनि हुन्छ। मेरो नाम आशिष दाहाल। माता संसारी माता नेपालको प्रमुख तीर्थस्थलको रूपमा रहेको छ, चिन्दै आउनु भएको छ। शनिबार र मङ्गलबार अत्याधिक भक्तजनहरूको उपस्थित छ। 3500, 3000, 4000सम्म भक्तजनहरू उपस्थित हुनुहुन्छ। मातासँग भाकल गरेपछि पुरा भइरहेछ। अहिलेसम्म सम्पूर्ण भक्तजनहरूको इच्छा मनोकामना पूर्ण भइरहेछ। भाकल पुरा भएपछि उहाँहरूले कसैले पान सुपारी, श्रृङ्गारको सामान, कसैले बोका चढाउँछु भन्नुहुन्छ, कसैले लड्डु चढाउँछु भन्नुहुन्छ, कसैले परेवा उडाउने भाकल गर्नुहुन्छ। त्यो भाकल हामीहरूले यहाँ सङ्कल्प गरेर हामीहरूले मातालाई गरेर हामीहरू पुरा गर्नेछौँ। माताले अहिले नेपालकै प्रमुख तीर्थस्थलको रूपमा माता विराजित हुनुहुन्छ। नमस्ते, मेरो नाम रमेश कार्की। म यहाँ यो मन्दिर हाम्रो श्री संसारी माई मन्दिरमा चाहिँ यसो व्यवस्थापकको रूपमा काम गरिरहेको छु। र हाम्रो माताको मन्दिरको महिमा भन्नुपर्दाखेरि चाहिँ हाम्रो भनेको यहाँ स्वच्छ मनले आएर मागेको कुरा पुरा हुन्छ। भक्तजनलाई कुनै समस्या परेको छ भने उहाँहरूले आएर चाहिँ पहिला पूजापाठ गर्नुहुन्छ। अनि त्यसपछि स्वच्छ मनले चाहिँ मलाई मेरो समस्याहरू पुरा होस् माता भनेर भाकल गरेपछि उहाँहरूको भाकल पुरा भइरहेछ र पुरा हुन्छ पनि। स्वच्छ मनले माग्नु पऱ्यो, त्यो पुरा हुन्छ। जय माता दी। मेरो परिचय, म संसारी मन्दिरमा बलि गर्दै बाबा भन्ने, गुरुजी भन्ने हुन्छ। त्यसै गरी यो मन्दिर राणाकालदेखि चलेको मन्दिर हो। पहिले सरकारी पूजा पनि हुन्थ्यो। अहिले पनि हाम्रो मन्दिर समितिले अहिले भक्तजन टाढाको आएर यहाँ आफ्नो मनोकामना जुन मागेको त्यो उहाँलाई 9 दिन नभए 18 दिनको अन्दरमा पुरा हुने यो माता रानीको शक्ति नै त्यस्तो छ हाम्रो। र अरू केही हितिमशेष जन्तो स्वस्थै स्मृता मतिव शुभां ददासि दारिद्र्य दुःख भय हारिणि का त्वदन्या सर्वोपकार करणाय
वाहिनी शूलधारिणि चण्डिके महिषासुरमर्दिनि भक्तानां शरण्ये दिव्यास्तुतिशतैः पूजिता त्वं सदा कृपां कुरु जगतां।